भन्दैन ग्रुप लिडर हामी चाहिँ गाइस तपाईँ फोक्ने जाँदैछ ल वे टु फोक्ने गाइस को आज आउनुहुँदैछ भेट्नुपर्छ मजा गर्नुपर्छ ब्लग 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 ब्लगको साथी अब यो त सबै युट्युबमा पो जान्छ कहाँ कहाँको मामुहरू हामी चाहिँ हल्का चिवा लागेको हो चाहिँ यहाँ बर्मेक आइपुगेछ यहाँनिर स्कुटीमा पेट्रोल हाल्दैछु आजको हाम्रो लिडर चाहिँ यहाँ हाम्रो मामु यहाँ लाफा हाम्रो पर चाहिँ मेन मामा चाहिँ पनि बनाइसक्यो कति बज्यो मामु तपाईँको टाइम भयो नि हौ 1:30 भयो अब चाहिँ यहाँदेखि हामी हिँड्नु आँटेको चाहिँ 1:30 लगाउ न कसरी बोक्नु म चाहिँ यो चाहिँ अब चाहिँ यहाँदेखि हिँड्यो क्या हामीहरू खोइ देऊ छ भने पक्रियो लाउनै पर्छ त्यो त हामी चाहिँ यहाँ फर्स्ट टाइम पास काट्नुको लागि फर्स्ट टाइम पास काटेर होला कि 1000 रुपियाँ खाइदियो फरेस्टको ल्याऊ यो मान्छेले डर लाग्दो को मामा हेलो यो मान्छेले यस्तो डरलाग्दो गाली गर्यो हामीहरूलाई जाने पास काट्नु जाने चाहिँ यो मान्छे यता यता है 1000 रुपियाँ खाइदियो हाम्रो यहीँनिर तिमी होला जाने खै अब चाहिँ यहाँदेखि चाहिँ स्टार्ट हुन्छ हाइकिङ चाहिँ नम्बर ल्याएन त्यो हजुर हजुर जाँदै गरेको हामी यहाँबाट फोक्टे जाँदै गरेको हजुर यो चाहिँ गाइस जुगार एटिच पिक्स है हेर्नुहोस् है यस्तो लक गर्ने के यसरी गर्ने गाइसहरू घोडा र बदाम मिसाउँदाखेरि चाहिँ यो मान्छे निस्किन्छ है खचर बनायो मलाई गाइस खचर बनायो हामी चाहिँ कहाँ छ भने तपाईँ एकदम हिलेरी पार्कको सिधा अगाडि ल ओइ यो मामुलाई दियो न केटाहरू चाहिँ पार्कमा आउँछ है के छ सिटहरू खास ट्रेक त यहाँबाट सुरु हुन्छ अब 2 खुट्टा त यहाँबाट सुरु हुन्छ हामी ट्रेकिङ ब्याग त भर्खरै मगाएको हामीले चाहिँ एम्बो यहाँ हेर्नुहोस् है जुगार एटिच पिक भन्छ यसलाई चाहिँ स्कुटीमा के हालेको थिएन केही छैन डिकीतिर चेक गरेर देखाऊ मेरोमा छैन तपाईँको सिधा हिलेरी पार्क अगाडि हामी चाहिँ ट्रेकिङ आएको भन्छ केही छैन केही आज हाम्रो डेस्टिनी चाहिँ फिलहालको लागि चाहिँ कालीझार हो कि तर अब त्यहाँसम्म पुगिन सकिँदैन भन्दैछ हो झन्डै चामल बिर्सेछ दिमाग खराब भर्खर निकाल्दैछ एकदम धेरै थाक्यो भारी पनि यति साह्रो बेसी भयो है ओभरै बेसी थाक्यो यहाँ देखा भाइ दाजुलाई अन्त गरमले सामान बोक्ने है सब खोलिरहेको लुगाहरू ओए भाइ तर अलिक बेसी ठग्ने चाहिँ यतै छ यो नै हो खालि राम्रो सामान बोकौँ होइन अर्कालाई भिराउँ त्यो टाइप हौ के भनेन तँ राम्रो छस् धेरै राम्रो छस् भनेको नि यस्तो छ बाटो चाहिँ अरे तर यता सिम्पल अरे आज चढ्नु त धेरै बाँकी नै छ अरे है तर ठिकै छ है बिस्तारै गइन्छ होइन हजुर यहाँ हेर्नुहोस् न गाइस लोड यति धेरै छ हामी चाहिँ 5-6 दिनको 1 हप्ताको लागि आएको आरामै पुगिन्छ केही छैन भारी बोकिरहेको छु नि हौ मैले तर केही छैन गाइस हामी चाहिँ आइपुग्यौँ है I win my way. हेलो गाइस हामी चाहिँ जाँदैछ कस्तो भयो गाइस आज के डलाग्दो भालुको बच्चा साथी भेटेछ यो कडा ओभर धेरै थाक्यो आइज आउँदैछ मेरो गाइस्टहरू न के भयो बिजोक भयो किप साइलेन्ट छ त नगर न त्यस्तो केटा हो बिचरा भारी बोकेको छ भारीले तान्दैछ त अब त मामु लौडा है ए मामु जिते नि उपासनाले पनि त्यो मुनि निकाल्दा त हो त्यो उपासनाले पनि लाइक गरेछ है उपासना सिंह ठकुरी
पोस्ट हेरौँ है गाइस नेट हल्का स्लो छ हो 80 पुगेछ है गाइस आम्बो को हो यो फेरि अर्को आम्मामाम क्योङसाक मान्छे हामीले भाइरल बनाइदिएको है त्यहाँदेखि त कसले हाल्छ हामी पनि हालौँ न भन्दै भिडियो हाल्दै थियो है गाइस हामीहरू चाहिँ अहिले यस्तो मिठो जङ्गलमा पुगेछौँ गाइस तपाईँको यहाँ चाहिँ बाचा बन्धन सुटिङ भएको छ है जसले हेर्नु भएको छ प्लिज चेक इट आउट अन युट्युब अब धेरै गाह्रो गाह्रो जग्गा त एकदम दामी दामी क्या बिहाइन्ड द सिन चाहिँ देखाउँदैन रहेछ नि यो ट्रेकर्सहरूले चाहिँ नि यस्तो हुँदो रहेछ हो मिस बोलौँ न एक दुई शब्द हेलो भयो तपाईँ अफलाइन भइहाल्दो रहेछ म अफलाइन भइहाल्दो रहेछु नि कस्तो मिठो जग्गाहरू हो पानी परेछ गाइस यहाँनिर हामीहरू चाहिँ यस्तो दामी ठाउँमा आइपुग्छ गाइस चाहिँ नभनौँ भन्छु कि म दामी ठाउँमा आइपुग्यो ओ यता लेफ्ट जानु भन्दै थिएन हामीलाई यही ठाउँ फोटो मेरो ब्याग बोक्दा त गाइसहरू हाम्रो केटाहरू कोही नमानेन कि ए मेरो डन्ठाम ल्याइदियो त गाइस एकजनाले हाम्रो केटाहरू सबै डरायो कि बच्चाहरू चाहिँ गाईले त हान्छ नि बच्चा भएकोले त झन् होइन माउ बाटो यता माथि माथिबाट छिडौँ होइन यताबाट खोइ मसिनो भएकोबाट छिडौँ होइन बाटो चाहिँ कुन हो खासै माउ माथिबाट छिडौँ यो होला है बाटो होइन यहाँबाट यस्तो छिटो भइगयो नि त हामी गाइस मैले चौरी गोठाला पाएँ गर्ने ठाउँ पाएँ ओइ चा उर्र चा मैले गोठालाको पाएँ चाहिँ गाइस मैले गोठाला गर्नु थालेँ महिनाको 30,000 छ मेरो चाहिँ ओभर दामी ल त भाइ तपाईँहरू कहाँ जानु भएको ए हो म गोठाला त आमा आज हाम्रो साथी धन्नु छ नि यहाँ है टेरेका हत्तु आजको दिनमा त ठिकै छ तर पनि अहिले फिल्ड चाहिँ तपाईँको टाइम भएको छ 9:51 है यस्तो पानी परिरहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ हामी यस्तो बिजोग भइरहेछ सिलास अलिक साह्रो परिरहेछ हो यहाँ पानी हेर्नुहोस् न यो पानीले डाङडुङ भिजिरहेछ यस्तो बिजोग भइरहेछ नि यस्तो बिजोग भइरहेछ गाइस फिलहालको चाहिँ टाइम चाहिँ तपाईँको 4 बजिरहेछ है एकदम अविरल पानी पर्यो बेलुका है हावाहुरी त्यस्तै खतरा हो होइन भगवान्को कृपाले गर्दाखेरि हामी एटलिस्ट 4 बजीसम्म पनि सुत्नु पायो हाम्रो सिचुएसन त्यस्तो छ यहाँ हेर्नु चाहिँ यस्तो धेरै जान्छ नि पानी छ है सब चिसो छ हो योहरू सब चिसो छ है सब चिसो छ Hey guys, what's up people all are baby man चाहिँ सबलाई वेलकम ब्याक टु माई भिडियो र फाइनली गुड मर्निङ सबैजनालाई अहिले सुबहको बिहान तपाईँको लगभग 5:30 भइसकेको छ है मैले भनेको नि यस्तो दामी है तर हामी त्यो जुन जग्गा छ त्यो जग्गामा चाहिँ हामी पुग्न सकेन तर पनि एनिवे है के हुन्छ आई डोन्ट नो है यहाँ हेर्नु न मामा यस्तो यहाँ पारि हिउँ रहेछ है हामी जानुपर्छ यहाँ थियो है यहाँ छ है के गर्नु यस्तै छ तर पनि एनिवे है यस्तो ठाउँमा आइपुग्छ हामी यहाँ माथि छ हो यहाँदेखि चाहिँ हाम्रो कन्फ्युज भइरहेछ फोक्टे नै पुग्ने कि यहीँदेखि ब्याक हुने भन्दैछ यहाँ माथितिर हिउँ परिरहेको रहेछ चौर रहेछ यो चाहिँ अचार कि के भन्दो रहेछ तर मलाई चाहिँ भरसक्दो लाग्छ यो चाहिँ अचार होइन
हामी यो जग्गामा चाहिँ आइपुगेको छ अहिलेसम्म यहाँ पर दामी मिठो हिमाल देखिरहेको थियो आम्बो आइछ हाम्रो डगीहरू डगीहरू क्युटीहरू वाट्सअप क्युटिस आउन तिमी पनि आउनु उयो चाहिँ अलिक डराउँछ यतै डराउँदैन है यस्तो दामी हो खोइ माया गरौँ माया गरौँ माया गरौँ माया गरौँ खोइ खोइ गालामा 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 आमा सुत्यो चस्मा लाउनु पर्यो म लगाइस ए यहाँ हेर नि आमो आज तपाईँ तिमी आऊ तिमी पनि आउनु हामीसँगै छैन त्यही हिजोदेखि आउनु यहाँ आउनु 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 ओए टोक्छौ है सुता 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 फिलहाल चाहिँ हामी चाहिँ गाइस हाम्रो डेस्टिनेसन त पुग्न सकेन हो अलिक हाम्रो साथीहरूको अलिक हेल्थमा अलिक प्रब्लम आएर है मेन इम्पोर्टेन्ट हाम्रो हेल्थ हो होइन अब हेल्थ ठिक छैन भने हामी कसरी हिँड्नु त होइन साथीलाई फेरि एक्लै छोडेर जानु भएको छैन त्यही कारण हामी चाहिँ अब यही जग्गाबाट चाहिँ अब रिटर्न हुने निर्णय गरेका छौँ बेलुकाको रात यस्तो डिफिकल्ट थियो यस्तो हुन्छ नि यस्तो साह्रो पऱ्यो अनएक्सप्लेनेबल छ त्यो चिजहरू चाहिँ नि हामीले मुनि तारपुली नछाएको थियो होइन त्यहाँदेखि त्यसको माथि म्याट्रेस सब भिजेको हो टेन्टबाट यति धेरै पानीभित्र चुहेको हो ब्ल्याङ्केट स्याङ्केट सब भिजेको आमा यस्तो बिजोग भयो नि धन्न हुन्छ नि लामो रातो पऱ्यो लामो कालो रात कटेपछि उज्यालो बिहान आउँछ भनेको चाहिँ यही हो दिन पनि मजाले उग्रेको छ अहिले तपाईँको यही यतिको छ है माथि त बिदामी होला तर पनि ठिकै छ हामी यहाँसम्म आयो हो साथी सकेन त अब हामी मात्रै जानु भएको छैन होइन हामी पनि यहीँबाट रिटर्न हुनेछ त्यही हो गाइस साथीहरूले दाउरा खोज्दैछ हिजो चाहिँ माम पकाएर खुवाइ पनि भएन क्या तर मेरो त्यस्तो डरलाग्दो हङ्गर छ कि अब छ नि अब त्यो माथि हिमालमा पुग्ने चाहिँ यस्तो साह्रो हङ्गर छ हुन्छ नि म हुन्छ नि केही नखाइ पनि गइदिनु सक्छु त्यो हो मैले त अघि भ्याने भनेको सक्छ भने केटाहरू सक्छ भने 4 बजी नै जाउँ न भनेको नि 4 बजी दिउँजो थिएन तर केटाहरू सकेन केही छैन गफ अरे साथी गफ दिँदैछ गफ हाम्रो साथीहरू उहाँहरू चाहिँ भगवान्ले पठाइदिनु भएको उहाँहरूलाई चाहिँ हामी लागि साह्रो परेको अवस्था बाबु साह्रो परेको अवस्था हेर न खुट्टाको नाउँहरू हेर्नु जुत्ता भिजेर मोचा भिजेर नाउँ यस्तोवटा नाउँ दुख्यो कि मेरो पुरा नाउँ ठिएर रहेछ भित्र पिटिक नाउँ दुखेर छ खुट्टाको बिजोक भयो है बिजोक त्यही हो फिलहाल चाहिँ मामु र म चाहिँ यहाँनिर दाउरा काट्न आइरहेको छु पर भ्यू हेर्नु सक्नुहुन्छ आमामा हाम्रो डेस्टिनी चाहिँ यहाँ माथि थियो तर हामीले यहीँ अर्किरहेछ अलमल्लिरहेछ तर सकेन हामी केटाहरू यहाँ चाहिँ नेट चलाउनु आएको हामी चाहिँ यहाँनिर आम्बो कस्तो भयो दिन त साथी अहिले घाम लागिरहेको थियो डिलिट गरिहाल यो भिडियो डिलिट गरिहाल किन भन त कस्तो बिर्सेछ हामीले त नि डिलिट गरिहाल साथी प्लिज कहाँ गर्छ यो ऱ्याबनको हाल्नु पर्यो नि ग्लास होइन अधुरो मेरो प्रेम अधुरो हामीसँग चाहिँ 2 जना केटाहरू पनि छ कहाँ गयो यहाँ छ साथी तिम्रो पछाडि घर लाग्न ठेकै गएछ हामी सिनाहरू चाहिँ डिमान्ड छ हो भर्खर जन्मेको 3 दिन मात्रै हुँदैछ अरे हेर्नु तर कत्रो ठुल्ठुलो यिनीहरूको पाउ हेर न मामा अबै बाघको जस्तो छ नि यहाँ हेर्नु नि दिमाग कस्तो तातो यिनीहरूको हो जाडो जाडो हुनु थाल्छ कम तातो छैन हौ यिनीहरूको हात्तीमा हातला त कहाँ सुत्यो होला यार यिनीहरू जहाँ सुत्यो मिलाएर नभिकै जग्गा सुत्यो तर नि छेपछेप भइरहेछ यिनीहरू चाहिँ हामीसँग चाहिँ तल हिलेरी पार्क अलिक माथिदेखि चाहिँ हामीसँग आएको हो अहिलेसम्म हामीलाई साथ दिइरहेछ है कुच्चु 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 तातो छ यत्रो मजाको हो
यो त ठुल्ठुलो हुन्छ नि कुकुर हेर त यी पन्जाहरू खोइ केटाहरूले लाने भन्छ घर आमाले देखायो कि लिएन भन्छ हाम्रो सेफ आजको बिहान बिहानै के बनाउनु त्यो मामु फ्राई राइस हो आज फ्राई राइस पनिरको त्यो पनि युनिक युनिक आज चाहिँ यो चिसो नि आज पानी छुनु पाएको छैन नि यहाँ पर छ हो यता चाहिँ एक्सपोर्टै खाना पकाउनु के गर्नु हामी चाहिँ हिजो यहाँदेखि आएको यो बाटो अब खोइ यो माथि जाउँ भन्दैछ हो फोक्टे एउटा छ कारण चाहिँ हाम्रो कारण चाहिँ के भन्दाखेरि एउटा मामु चाहिँ अलिकति उसलाई बिमार भयो त्यो कारणले चाहिँ हामी साइको भइरहेछ तर हामीले जानु चाहिँ धेरै इच्छा थियो है तर के गर्नु ऊ बिमार रहेछ उसको कुरा पनि बुझ्नै होला त्यही त उयो डाँडा चाहिँ हान्ने होइन मामु यो डाँडा डाँडा त होइन नाङ्नु पर्यो कसो पर्यो नि यत्रो अहिले मेहनत गरेर आएको छ हामीले फेरि आउनु पाइँदैन आउनु त पाउँछ यो ग्रुप चाहिँ तर आउनु पाउँदैन नि होइन यस्तो चढ छ यो चाहिँ के अरे मामु यो चाहिँ काली झार अरे हौ मान्छेहरू ट्रेकर्सहरू त जोर आएको छ भन्दै थियो तर हामीहरू मात्रै छ यहाँनिर चाहिँ 5 जना यहाँ 3 जना छ यहाँ हाम्रो मामु छ अन्त चाहिँ यहाँनिर म छु ग्रुप लिडरले यहाँनिर गफ फिर्दैछ नि यहाँनिर हौडेको ग्रुप लिडर हो जोधपुरे हो है साइको उ पनि हो सबै प्रशस्तै भए त नि मामु यस्तो जग्गामा बस्ने हो नि हो नि शान्ति नि मामु मामु सबै त यो चाहिँ होस् है हामीलाई नफोर्स अब के कुराको चाहिँ कमी नहोस् सबै क्या हल्ला पनि छैन टेन्सन हुँदैन नि हेर त यो चाहिँ मलाई नेपाल र इन्डियाको बोर्डर जस्तो लाग्दैछ तर होइन होला 5 जना ग्रुपमा चाहिँ एउटा साथी चाहिँ कुन चाहिँ बिमार भएको भनेर देखाउँछु ल तपाईँहरूलाई बिचरा उहाँ त हिजो यस्तो डरलाग्दो हामीलाई डराइदियो कि जिउ कामेर आयो यो मान्छे हिजो बिमार हुने चाहिँ कस्तो छ अहिले फ्रेस छ के खानु भएको खाना पनि खाएन सबै यो चाहिँ ओल्ड मङको तर कारण नै मामु चाहिँ यहाँ फेरि हाम्रो मेरो मामा है यता चाहिँ मेरो साक्के मामा है यता चाहिँ गफ फिट्नुमा चाहिँ हरामी छ नि यता चाहिँ फेरि अब यहाँदेखि चाहिँ जानु सकिनँ हौ उम्बो यहाँदेखि ब्याक हुँदैछु हो सबै टेन्टहरू उठाइसकेको छ यहाँ टेन्टहरू उठाउँदैछु हो यहाँ हाम्रो मामुले फ्राई राइस बनाउँदैछ हो खाना चाहिँ हामी चाहिँ आज मात्रै खाँदैछौँ फ्राई राइस बनाउँदैछौँ एक्सपर्ट छ है यता चाहिँ मान्छे खाना रेडी हुँदैछ अरे मामुकोबाट यता मेरो माम्स हेरिदिनु नि खोइ यो चिकन पनि खानुपर्छ अब एकछिनबाट हो आगोले साथ दियो भने मामा तर जेसुकै होस् हैन गाइस इन्जोय गर्यो यता अलिक यता देखाउँदा ट्रेड चाहिँ वर्थ भएन है साँच्ची भन्ने धन्यवाद मलाई त तर सेटिस लाग्यो केटाहरूसँग यसो टाइम स्पेन्ड गर्नु पाएँ जङ्गलमा हो होइन नि पास काटेको अनुसार होइन हाम्रो मेहनत अनुसार हाम्रो हुन्छ नि फल चाहिँ एकदम बकवास नट सेटिस्फाइड किरा लाग्यो एप्पल हामी के हुन्छ त्यो एप्पल चाहिँ क्या ठुलो बोट क्या सानो मात्रै फलेको जस्तो भयो हामी चाहिँ गाइस यो पालि चाहिँ अर्को पालि चाहिँ ठुलो फल्छ नेक्स्ट टाइम चाहिँ पक्का हामीहरू नि हान्ने हो तर नेक्स्ट टाइम चाहिँ हामीहरू
एलपिजीहरू लिएर आउने साला नेक्स्ट टाइम सिधै हामी डाइरेक्ट स्कुटी लिएर चाहिँ साइडै चिवा जाने हो चिवामा गएर होल्ड गर्ने अनि चाहिँ यताउता गर्ने हो आगोले धोका दिन थाल्यो नि फेरि आफूलाई धोका दिन मतलबै छैन नि त अब त पाकिसक्यो नि त ओ होता है कैसे कहूँ मैं ओ यारा ये प्यार कैसे होता है आंखें खुली हो या हो बंद दीदार उनका होता है आंखें खुली हो या हो बंद दीदार उनका होता है कैसे कहूँ मैं ओ यारा प्यार आमा भिडियो पाउनु जाँदैनस् नि त हामी नाच्नु पर्ने नि के हो एउटा भिडियो क्या घुम्छ नि भयो साथी तिमीले मलाई लक्ष्य मेरो के हो भनी गाइस हेर्नुहोस् है यो हिजो अविरल पानीको कारणले हामीले लुगाहरू सुकाउनु भएको अरे नि त लास्टमा चाहिँ उडी जाने पन्छी होइन तिमीलाई अब यहाँनिर चाहिँ हल्का हाम्रो पिकनिक सेसन हुँदैछ यहाँनिर हेर्नुहोस् है वनभोज हुँदैछ है हाम्रो यहाँ साथीभाइहरूसँग हल्का यहाँनिर खाना यताउता हुँदैछ हो नुन हालिस खान्छ हालिन नि यहाँ देखाउ त मामा हात पनि धोयो क्या बोका आफ्नो हात जगन्नाथ आम्बो साथीले भनिदियो आफ्नो हात जगन्नाथ पनि एउटा साथी फुक्नुको ढल्यो अब झन् ऊ चाहिँ लडेर अम्बो यस ओइ म डरेको हाल्दैन ओ यो दाइ बनाएछ हो डरेको हाल्दैन मलाई डरेको खोजी बस अरे म ह्यान्डसम रहेछु त है तेरिका ल म खाएँ ल त्यसकै नाममा मा बसेर ल है जिस्क्याउनु पर्दैन छेक्यो देउराली डाँडा कुहिरोले डाँडैमा बसेर जिस्क्याउनु पर्दैन छेक्यो देउराली डाँडा हुसुर कुहिरोले ए हुसुर कुहिरो भन्ने चाहिँ हो साँच्चै नै डाँडाहरू सबै ढाकिसकेको छ यी हुसुरले कता हो शिलाजित बेच्ने दाइहरू हामी चाहिँ सिक्किम जानु लागेको शिलाजित बेच्नु चाहिँ हो उत्तरबाट हो यही बाटो भइरहेको हजुर फालट भइरहेको हामी यहाँ फोटो हान्दै न एउटा अरूलाई बिदा दिँदै हामी चाहिँ अब हाम्रो ट्रेकिङको यात्रा हामी यहीँ टुङ्गाउँछौँ ए हाम्रो के भन्छ मामु यो काली झारमै हामीले चाहिँ हाम्रो ट्रेकिङको यात्रा चाहिँ यहीँ टुङ्ग्याएको छ अब हामीहरू ब्याक टु होम अब हिलेरी पार्क जान्छौँ हिलेरी पार्कदेखि त्यहाँदेखि घर होइन घर गएर तल गएर हामी हिलेरी पार्कमा गएर तल शेर्पा होमस्टेमा चाहिँ हामी टेन्ट बुझाउनु पनि रिटर्न गरेर चाहिँ हामी फर्किनेछौँ रिटर्न गरेर तपाईँको ओपीमा पनि रिपोर्ट दिनुपर्नेछ हामी सही सलामत रिटर्न भयो भनेर ऊ फर्स्टमै पसिहालेँ गनगने गाइस देखाइदियो त उयो तर यसो पठाएर त छैन नि त म यहाँ भिडियो गर झरनाको पानी साह्रो चिसो गलाउने चिसोले
मायाको बोली के साह्रो मिठो मुटु नै भिजाउने हो मुटु नै भिजाउने Everybody छेक्यो देउराली डाँडा उसुरा कुहिरोले ब्याट्री सकिहाल्यो मामु स्टोरेज ऊ आमा चाहिँ हुस्केर कुहिरो चाहिँ आलु मिल्छ नि गोधुली साँझमा ल्याउली गाउँथे गोधुली साँझमा ल्याउली गाउँथे यो ग्रुपमा इन्जोय गर्ने चाहिँ हामी तीनजना मात्रै हसिरो मुहार गाजलु आँखैमा हो गाजलु आँखैमा छेक्यो देउराली डाँडा उसुरा कुहिरोले छोडेन कहिले जहाँ गए पनि मायाको धुइरोले बसेर लहै जिस्क्याउनु पर्दैन छेक्यो तल नि ठुलो र कन्टेन्ट यहाँनिर हाम्रो मामाको चाहिँ खुट्टा सर्केको छ अब यस्तो राम्रो बाटो हुँदा हुँदै यस्तो राम्रो बाटो उफ्रिँदै हिँड्छ हो मामाको बिहालात भन्यो मामा बोक्नु त पर्दैन होला नि हिजो मामु विवेक मामु हामीले भनेको जस्तो क्या पल्टाउँदै अरालो बोक्नु त कसले बोक्छ होइन मामु जाउँ पानी बोक्नु पर्ने छारे चाहिँ नबोल्नु नि युट्युबमा पो हाल्ने तर यो मान्छे भएन यो सानै भएको यार जुत्ता हेर त्यही खुट्टा यो खालको छ अन्त भ्यागु त्यही पुच्छा हुन्छ चौडी बोल्छु त आउनु देऊ न कहाँ के समाउनु यो चाहिँ यत्रो बलियो है यो चौडी हो हजुर फोक्टे जाँदै गरेको थियो कि जानु सकेन अनि ए फोक्टे जाने हिजो पनि निकै टिम जानु हुँदै थियो ए हो हजुर सामान चाहिँ हजुर यो नेपाल आज पुग्नुहुन्छ हजुर आज पुगिन्छ है हामीहरू यो ठाउँहरू आउँछौँ कि आउँदैनौँ होइन थाहा छैन तर हामीहरू यो ठाउँहरूमा होइन यस्तो मजाले घुम्यौँ त्यसको लागि चाहिँ हामीले यो ठाउँहरूको लागि चाहिँ एउटा गीत गाइदिन्छ मेरो साथीले सयपत्री टिपेर साँची राखौँला देउराली डाँडैमा पर्खी बसौँला तिमी आउँदा फुल टिपी माला गाँसौँला भुलि गए सम्झनालाई कुसुमेरुमा याद गए फर्कनेलाई अर्को साल धन्यवाद थ्याङ्क यू मेरो साथीलाई सबैलाई थ्याङ्क यू भिजोक छ गाइस ट्रेकिङबाट फर्केको कि सुत्केरी भइगएर एकजनालाई अनि स्याहार्दा दिमाग खराब उसको सामान पनि यहीँ बोकिदिरहेको छु सुत्केरी चाहिँ को भन्दाखेरि चाहिँ नि यो रेड ज्याकेट लगाएको देख्नुहुँदैछ यो रेड कलरको ज्याकेट लगाउने सुत्केरी भइगएर क्या उसको सबै सामानहरू हामीले बोकिदिराख्नु परेको छ केही छैन प्यारो पप्पीहरू यहाँ हुनुहुन्छ पप्पीहरू त्यही बस हाम्रो हिलेरी पार्क यस्तो डरलाग्दो भइदिरहेको रहेछ हिलेरी पार्कमा चाहिँ विवेकमा पनि हरायो यहाँभित्र छ मान्छे एकजना साह्रो त्यही भयो नि खतरा के सेलिस देख्दै नि मेसाला भनेको हैन गर्दैछ मेसाले साथी म यताबाट आउँदैछु ल गोडे जुवा हो ल पुगिहाल्छ
मैले नजाउँ भनेको थिएँ यो मान्छे न्यु खोज्दो रहेछ है मैले छुट्याएँ अब गोडे ए गोडे